रासपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुन्छ कि हुँदैन, सांसद पद कस्तो अवस्थामा निलम्बन हुन्छ र कस्तो अवस्थामा निलम्बन हुँदैन भन्ने विषयमा कानुनमा के लेखिएको छ त्यो कुरा भन्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। यो विषयमा कुनै पनि सांसदको पद निलम्बन हुनका लागि दुईवटा आधार छन्। पहिलो आधार चाहिँ के हो भन्दाखेरि चाहिँ 3 वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पूर्वपक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर चाहिँ निलम्बन हुन्छ भनेर लेखिएको छ। यसमा रवि लामिछाने लागेको मुद्दा 3 वर्ष अथवा 3 वर्षभन्दा बढीको चाहिँ हो, तर उहाँ पूर्वपक्षको लागि अहिले थुनामा हुनु हुँदैन। त्यसकारणले यो आधारमा चाहिँ उहाँको सांसद पद निलम्बन हुँदैन। अब दोस्रो आधार चाहिँ के छ भन्दाखेरि चाहिँ अदालतको आदेश बमोजिम पूर्वपक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भनेर चाहिँ यो अर्को आधार छ। यो आधार पनि रवि लामिछानेको मुद्दामा चाहिँ आकर्षित हुँदैन। किन भन्दाखेरि चाहिँ उहाँ फरार हुन्न, उहाँले चाहिँ अदालतबाट थुनचेक गरेको अवस्थितिमा चाहिँ उहाँ अदालतको आदेशबाट थुनामुक्त हुनुभएको छ। त्यस कारणले गर्दाखेरि यो दुईवटा कन्डिसन चाहिँ रवि लामिछानेको हकमा नलाग्ने भएको कारणले गर्दाखेरि उहाँको सांसद पद निलम्बन हुने स्थिति रहँदैन। अब यो दुईटा आधारभन्दा बाहेक अर्को एउटा आधार पनि छ। त्यो आधार चाहिँ के हो भन्दाखेरि चाहिँ यदि कुनै सदस्यलाई फौजदारी मुद्दामा कैदको सजाय सुनाएको छ तर त्यो कैदको सजाय भुक्तान भइसकेको स्थिति छैन भने यस्तो अवस्थामा पनि निलम्बन हुन सक्ने स्थिति छ। तर अहिले रवि लामिछानेको मुद्दा फैसला नभएको हुँदाखेरि यो कानुन चाहिँ आकर्षित हुँदैन।